फाइनली आज प्रतीक्षाको घडी पनि सकियो। मलाई त यो केरा रुखमै पाक्न दिने मन थियो, तर मम्मीले भन्नुभयो कि बर्खा सिजन छ अनि हावाहुरी पनि एकदम धीरे लाग्दैछ, त्यसैले हामीले यसलाई काटेर भित्र राख्नुपर्छ। केरा पनि राम्रो भइसकेको छ, दरिलो भइसकेको छ, भित्र पनि मजासँग औषधि नहालिकन पाक्छ कि, त्यही भएर मम्मीले भित्र राख्ने भन्नुभयो। अनि मम्मीले मलाई केलाको गरा यसरी काट्नुपर्छ भनेर पहाडी स्टाइलमा बताउँदै हुनुहुन्छ कि पहाडतिर यस्तै काट्थे अरे, नत्र हामीले सिधै काट्यो भने त्यो पुरै तल खसेर त्यसमा केराको चोप गएर केरा कुहिन्छ अरे। त्यही भएर हामीले केलाको थुममा अलिअलि चिरा लगाउनुपर्छ कि हाँसीले, अनि बिस्तारै तल आउँछ। अनि तल आएपछि हामीले त्यसलाई काट्नुपर्छ भनेर भन्दै हुनुहुन्छ मम्मीले पहाडमा पनि हाम्रो केराको बिरुवाहरू थियो कि मम्मीले केरा काट्नुहुन्थ्यो, अनि उहाँलाई त्यही भएर सबै कुरा थाहा छ कि मलाई सिकाउँदै हुनुहुन्छ। यस्तै त होइन, सासूले बुहारीलाई सिकाउँछ अनि बुहारीले त्यस्तै गर्नुहुन्छ। अनि मैले पनि काटेँ, अलिक हाँसीमा पनि धार अलिक कमै छ कि, त्यही भएर राम्रोसँग काटिँदै छैन। अलि 2-3 चोटि काटेँ अनि त्यसपछि काटियो। अनि आफ्नो घरमा फलेको एकदम अर्ग्यानिक केरा यस्तो मलाई यस्तो हृदयदेखि खुसी भएको छ नि, मेरो मन भन्नै सक्दैन होइन। आफूले यति मेहनत गरेर फलाएको केरा अहिले यसरी काट्न पाउँदा धेरै खुसी छु म। अनि काँचो केराबाट पनि म धेरै रेसिपीहरू हजुरसँग सेयर गर्छु। मेरो नयाँ भिडियोहरूको लागि मलाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच एभ्री वान। अनि मम्मीले चाहिँ यता सफाइ गरिदिनुहुन्छ।